पाल्पामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु 2 जना घाइते। दर्शकबिन नमस्कार, म हरिश विक। आज तपाईको माझमा दुःखद खबर ल्याएर उपस्थित भइसकेको छु। भिडियोलाई पुरा हेर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गरेर जोडिन सक्नुहुनेछ। पाल्पाको रैनादेवी छहरा 1 सिद्धेश्वरमा गएराती जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवारी जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए। सर्वोत्तम सिमेन्ट खानी नजिकै लु 1-23-77 नम्बरको जीप 150 मिटर तल खसेको हो। दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका 1 असारेका 23 वर्षीय जनक रेग्मी, 36 वर्षीय दिपेन्द्र बुढा र 31 वर्षीय चेतन नारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका चालक सहित 27 वर्षीय रञ्जन रेशमी र 23 वर्षीय सरोज बुढा तानसेनमा रहेको युनाइटेड मिस अस्पताल पाल्पामा उपचार भइरहेको बताउनु भएको छ। उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डढेलो निभाउने क्रममा भएको दुर्घटना गाउँ शोकमा डुबेको छ।